पत्रकार दिवाकर शाह। पत्रकार तथा युट्युबर दिवाकर शाह एकदमै साहसी र निडर पत्रकार हुन्। उनको साहसीपन र निडर पत्रकारिताले नै उनले पत्रकारितामा राम्रो छाप छोडेका छन्। तर पछिल्लो समय उनले जति पनि विषयहरू उठाइरहेका छन्, जति पनि होहल्ला गर्नेहरू, आरोप प्रत्यारोप गर्नेहरूको पछि लागेर जति पनि विषयहरू उठाइरहेका छन्, यो विषयहरूले पत्रकार दिवाकर शाहलाई उनको वर्षौँदेखिको पत्रकारिता र जनताको विश्वासमा आँच नआउला भन्न सकिँदैन। अहिले उनले र उनको च्यानलबाट जति पनि विषयहरू उठाइरहेका छन्, जति पनि व्यक्तिहरूको अभिव्यक्तिलाई लिएर उनले प्रश्नहरू उठाइरहेका छन्, यो विषयहरूमा भोलिको दिनमा उनले पर्याप्त प्रमाण फेला पार्न सकेनन् र प्रुभ गर्न सकेनन् भने यो कुराले उनको पत्रकारितामा आँच नआउला भन्न सकिँदैन। त्यसैले वर्षौँदेखि पत्रकारिता गरेर बनाएको इमेज, बनाएको छवि जुन जनताको सामु जस्तो पत्रकारिताले चिनिनु भएको छ, त्यो कुरा प्रमाणित गर्नुहोला र जति पनि विषयवस्तुहरू उठाउनु भएको छ, जति पनि एभिडेन्सहरू उठाउनु भएको छ, सबै कुरा प्रुभ गर्नुहोला, प्रमाणित गर्नुहोला। उहाँलाई कार्य सफलताको शुभकामना।